राज संस्था भने सारा जनताको त्यो एउटा मियो हो, समाउने मियो हो। र हाम्रो देश जस्तो भौगोलिक बनाव जुन दृष्टिले एकदमै जटिल स्थितिमा भएको देश छ, एकतिर चाइना छ, एकतिर इन्डिया छ, त्यहाँमाथि विदेशी हस्तक्षेप अमेरिकाले यहीँ खेल्न खोज्छ किनकि उनीहरूलाई सेल्टर बनाउनु छ दुईटा देश हेर्नको लागि। यस्तो खालको जटिल परिस्थिति भएको देशमा हामीले कुनै पनि राजा भनेको एउटा साझा सबैको एउटा आस्थाको केन्द्र सम्झाउने एउटा शक्ति चाहिँ हामीले त्यसलाई बनाएर राख्नु पर्दछ। विदेशीहरूले नेपाललाई चाहिँ पहिला के बाती हान्न भने उनीहरूले पहिला हाम्रो नैतिक शिक्षा मान्यो, हाम्रो इतिहास मेटायो। जब राजाको बारेमा पढ्नु पनि यो राजा यो देश कसले बनायो, यो हाम्रो इतिहास के हो होइन, पृथ्वीनारायण शाहको देन के हो, बलभद्र कुँवरको देन के हो, वीरेन्द्र राज सरकारको देन के हो, महेन्द्र सरकारले के गर्यो तपाईँलाई अहिले थाहा छ होला भन्नुहोस् त। अहिलेका जेएनजी भाइ बहिनीहरूलाई 4 कक्षा 5 कक्षामा गएर सोध्नुहोस्, उनीहरूले नेपाली राम्रोसँग पढ्न आउँदैन, तर उनीहरू इङ्ग्लिसमा 90, 80, 90, 100मा 100 ल्याउँछन्, तर इङ्ग्लिस नेपाली उनीहरू फेल हुन्छन्। 63 ज्ञानेन्द्र सरकारले देश छोडेको भए आज नेपाल कुनै पनि हालत रहि सक्दैन थियो, त्यो ढिला भयो। आज तपाईँको यो देश बाँच्नु नै ज्ञानेन्द्रले देश नछोड्नुमा। यो जुन हाम्रो जेएनजी भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूको म्याक्सिममको प्रश्न के हो भन्दाखेरि यो देशमा राजा हामीलाई किन चाहियो होइन, सबैजनाले चाहिँ हामीलाई यो देशमा राज संस्था चाहिँदैन, राजा हुँदैन भन्ने एउटा जुन आएको भएर प्रश्नहरू आएको भएर चाहिँ यसलाई चाहिँ एकचोटि हजुरले चाहिँ के क्लियर गरिदिनु पर्यो भन्दाखेरि यो हाम्रो जेएनजी भाइहरूले बुझ्ने गरेर यो देशमा राज संस्था किन चाहियो र प्लस हिन्दू अधिराज्य सनातन धर्म हामीलाई किन चाहियो भन्ने प्रश्न चाहिँ एकचोटि हजुरले अलिकति क्लियर गरिदिनुहोस् न। ओके, तपाईँको प्रश्न यहाँ 3टा आयो होइन। पहिलो प्रश्न तपाईँको के भने हाम्रा जेएनजी भाइ बहिनीहरूले राज संस्था बारेमा किन बुझेनन् भन्ने कुरा त भन्नुभयो। त्यो एकदमै सिम्पल छ, हेर्नुहोस्, साधारण छ। समस्या कहाँनिर देख्यो भन्दाखेरि जब यो देशबाट राज संस्थालाई तपाईँको फालियो, जब तपाईँको गणतन्त्र आयो, बुझ्नु भएन, इभन गणतन्त्रभन्दा पहिला 47-48 सालदेखि नै जब विदेशी हस्तक्षेप नेपालमा बढ्न थाल्यो त्यस वखतदेखि नै राज संस्थालाई तिनीहरूले पटक विदेशी हस्तक्षेपहरूले चाहिँ नेपालमा राज संस्था उन्मूलन गरेको छ। जस्तै पश्चिमाहरूदेखि लिएर इन्डियनले पनि नेपालमा चाहिँ राज संस्थालाई चाहिँ फाल्न खोजिरहेको थियो पटक। तर त्यो समयमा केही बीपीका सिद्धान्त मान्नेहरू जस्तै गणेशमान सिंहदेखि लिएर कृष्णप्रसाद भट्टराईहरूले उहाँहरूलाई थाहा थियो कि यो देशमा यदि राज संस्था नहुने हो भने यो देश रहँदैन भन्ने कुरा बुझेर उहाँले राज संस्थालाई सँगसँगै बोकेर ल्याउनु हो। त्यतिखेरसम्म पनि तपाईँको 55, 57, 58, 60 सालसम्म पनि तपाईँको के थियो भन्दाखेरि हाम्रो नेपालमा नैतिक शिक्षा थियो होइन, इतिहास थियो होइन। हाम्रो किताबहरू कम्पलसरी इतिहास थियो, कम्पलसरी तपाईँको चाहिँ के हो त नैतिक शिक्षाहरू थियो। र यी इतिहासहरूका पढाउन कहिले बन्द भयो भन्दा जब माओवादीबाट तपाईँको युद्ध सुरु भयो 62-63 उनीहरू जङ्गलमा पस्न थाले, त्यसपछि उनीहरूले के गर्नु पर्यो विदेशी शिक्षाहरूलाई चलाउन थाले, इतिहासलाई चाहिँ तपाईँको कुल्चिन थाले होइन। त्यो कसरी बुझ्नु, तपाईँले कसरी बुझ्न सक्नुहुन्छ यो विदेशीहरूको चाल उहाँबाट सुरु भयो क्या। उहाँले विदेशीहरूले नेपाललाई चाहिँ पहिला के बाती हान्न भने उनीहरूले पहिला हाम्रो नैतिक शिक्षा मान्यो, हाम्रो इतिहास मेटायो होइन। जब हाम्रो इतिहास नैतिक शिक्षा मेटाइसकेपछि तपाईँको अनि त्यहाँबाट अब जब राजाको बारेमा पढ्नु पनि यो राजा यो देश कसले बनायो, यो हाम्रो इतिहास के हो होइन, पृथ्वीनारायण शाहको देन के हो, बलभद्र कुँवरको देन के हो होइन, वीरेन्द्र राज सरकारको देन के हो, महेन्द्र सरकारले के गर्यो तपाईँलाई अहिले थाहा छ होला भन्नुहोस् त। अहिलेका जेएनजी भाइ बहिनीहरूलाई 4 कक्षा 5 कक्षामा गएर सोध्नुहोस्, उनीहरूले नेपाली राम्रोसँग पढ्न आउँदैन, तर उनीहरू इङ्ग्लिसमा 90, 80, 90, 100मा 100 ल्याउँछन्, तर इङ्ग्लिस नेपाली उनीहरू फेल हुन्छन्। पहिलो विदेशीले के गर्यो भन्दाखेरि पश्चिमाहरूले हाम्रो इतिहासमा हाने, हाम्रो नैतिक शिक्षामा हाने। त्यसपछि उनीहरूले त्यो हान्दै गर्दै त्यसैलाई हाम्रा पार्टीका केही नेताहरू अहिले पहिलाका हाम्रा भन्ने पुराना नाते हाम्रा पार्टीका नेताहरूले पनि उनीहरूको विदेशीको गोटी बन्यो। उनीहरूको एनजिओ आइएनजीको पैसामा चाहिँ तपाईँको पैसा उनीहरूले पठाए, त्यसमा एनजिओ र आइएनजीको पैसामा उनीहरू नाच्न थाले, रमाउन थाले। त्यो अंश सँगसँगै के गर्यो भन्दाखेरि हाम्रो अहिले आउने छोरा नाति जुन जेएनजी पुस्ताहरूले उनीहरूले त्यो नेपालको राज संस्था भन्दै बुझ्नै पाएनन् क्या। राज संस्थाको बुझ्न पाएनन्, हिन्दू धर्मको बुझ्न पाएनन्, महेन्द्रको देन के महेन्द्रले के गरे, पृथ्वीनारायण शाहले के गर्नुभयो होइन। यस्ता खालका जुन बलभद्र कुँवरले के, अमरसिंह थापाले के गर्यो भन्ने खालका इतिहासलाई विदेशीले सर्लक्क लाएर निम्त्याने बनाइदिएपछि अनि हाम्रा जेएनजी भाइ बहिनीहरूले कसरी पुर्नु। अहिले अस्तिको जेएनजीको भाइ बहिनीहरू जति पनि जान्छन् उनीहरूले लेनिन पढेछन्, मार्क्स पढेछन्, बरु स्टालिन पढ्छन् होइन। तपाईँको बरु उनीहरूलाई ट्रम्पलाई अमेरिकामा को राजा छ, को मन्त्री छ, के छ, कसो छ, उनीहरूलाई उहाँको थाहा हुन्छ होइन। तर हाम्रो नेपालमा चाहिँ नि भन्नुहुन्छ भने हाम्रा राज संस्था सम्बन्धीको कसैलाई एउटा पनि ज्ञान भएन।
कारण यसैले आज हाम्रा जिएनजी भाइ बहिनीहरू चाहिँ नि तपाईँको चाहिँ नि हामीले बुझाउन सकिरहेको छैन, गाह्रो भइरहेको छ। अझ उनीहरू अझ कस्तो नि तपाईँको चाहिँ नि एउटा यस्तो खालको चाहिँ मिडियामा के आइरहेको हुन्छन्, अनि विदेशीले पनि त्यही मिडियालाई युज गरेर उनीहरूको दिमागमा त्यस्तै खालका उनीहरूले चाहिँ नि जसरी उनीहरूलाई शिक्षा दियो इङ्ग्लिसको शिक्षाबाट चाहिँ नि हाम्रो संस्कृतिलाई इतिहासलाई हटाउँदै गर्दै त्यो खालको शिक्षा दियो, त्यही अनुसारको चाहिँ उनीहरूलाई चाहिँ नि म्यानिपुलेट गरिरहेको छ पहिलो कुरो। त्यही भएर उनीहरूले राज संस्था सम्बन्धी बुझ्न नसकेको हो, उनीहरू विचारहरूको केही पनि गल्ती छैन। यो गल्ती कहाँ छ भन्दाखेरि हाम्रै स्कुलहरूको गल्ती हो। हामीले कम्पलसरी तपाईँको इतिहास र नेपालीमा इतिहास र नैतिक शिक्षालाई चाहिँ कम्पलसरी गरेर 10 कक्षासम्म लिएर आएर चाहिँ नि अहिलेको अन्तिममा चाहिँ नि प्रत्येक इतिहासमा तिमीले यति नम्बर ल्याउनुपर्छ भनेर जुन हाम्रो नेताहरूले यदि के खालको शिक्षा दिएको भए आज यो दिन देख्न पर्दैन थियो। र राष्ट्र अब तपाईँले दोस्रो प्रश्नको कुरा के भने राज संस्थाको किन नेपाललाई चाहिन्छ भन्दाखेरि तपाईँले हिजो अस्ति हेर्नुभयो नि, पहिलो कुरा तपाईँले यदि नेपालमा राजाले त्यो बेलामा 62-63मा श्रीपति ज्ञानेन्द्र सरकारले देश छोडेको भए आज नेपाल कुनै पनि हालतमा रहिसक्दैन थियो। त्यो ढिला भयो। आज तपाईँको यो देश बाँच्नु नै ज्ञानेन्द्रले देश नछोड्नुमा, त्यो बेलामा यदि ज्ञानेन्द्रले सरकारले देश छोडेको भयो भने आज तपाईँको देशमा युएनको आर्मीको बुट बजारिरहेको हुन्थ्यो या त अमेरिकनको बुट बजारिरहेको हुन्थ्यो। उनीहरूले कसरी हुन्छ यो देशलाई हस्तक्षेप गरेर यो ठाउँमा सेल्टर बनाएर, जस्तै अमेरिकाले विभिन्न देशमा देशलाई सेल्टर बनाइरहेको छ त्यसै गरी नेपाललाई सेल्टर बनाउन गएको छ। तर मान्छेहरू भन्छन् आज त राज संस्था गयो। मलाई त राज संस्था यो देशबाट गएको छ जस्तै लागेको छैन। यदि त्यो बेलामा यो राज संस्था यहाँबाट गएको थियो भने आज तपाईँको देशमा विदेशीहरूले हस्तक्षेप गरिसकेको हुन्थ्यो। हेर्नुहोस्, तर ज्ञानेन्द्र सरकारले आफूले जसलाको नाचो जनतालाई नै राख है, यो तिमीहरूलाई जतन गरी राखिरख केही समयको लागि भनेर जुन राजा ज्ञानेन्द्रले सर्लक्क आफ्नो जनता नमारिकन मेरो जनता मारेर मलाई यो लासमाथि टेकेर चाहिँ मलाई यो राज संस्था बचाइरहनु छैन मात्र भन्नुभएन कि उनीले विदेशीहरूको हस्तक्षेप हुने आङ्कलन गरेर उहाँले बुझेर सर्लक्क लाएर साइडमा बस्नुभयो। आज ज्ञानेन्द्र सरकारले यो देश नछोड्नाले नै आज हाम्रो संस्था बचिरहेको छ, आज देश बचिरहेको छ। यदि राजा उनीहरूलाई अझ पनि थाहा छ एउटा अन्तिममा समाउने मियो के हो भन्दाखेरि राज संस्था हो भन्ने आज इन्डियालाई पनि थाहा छ, पाकिस्तानलाई पनि थाहा छ, अमेरिकन साम्राज्यवादलाई पनि थाहा छ। त्यो कसरी प्रुफ हुन्छ भने अस्ति भर्खर जब 23 र 24को आन्दोलनको चौथो दिनमा के भयो भन्दाखेरि राजाका सबै नेतादेखि लिएर सबैजना चाहिँ घुँडा टेक्न पुग्यो नि, ल सरकार बचाइदिनु पऱ्यो, अब देश बचाउनु पऱ्यो। त्यो बेला राज संस्थाले लिन सक्नुहुन्थ्यो, ज्ञानेन्द्र सरकारले लिन सक्नुहुन्थ्यो, आर्मीले पनि लिउँ बचाउँ गरौँ भनेको हो। तर ज्ञानेन्द्र सरकारलाई कस्तो भयो भने आफूले त्यत्रो 240 वर्षको इतिहास त एकजना जनता नमारिकन होइन मेरो जनतालाई मारेर मलाई सत्ता लिनु छैन भनेर हाँसी छोडेको जनताले 80जना जनताको रगतको खोलामा बोकेर महाराज ज्ञानेन्द्र कसरी चाहिँ तपाईँको सत्तामा आउन सक्नुहुन्थ्यो। त्यही भएर उहाँले इन्कार गरिदिनु भयो, पर्दैन मलाई चाहिँदैन, तिमीहरू सबैजना मिलेर आऊ न अनि हामी बसेर यो देशलाई फेरि बनाऊ भन्ने उहाँको एउटा दृढ सङ्कल्प छ। हेर्नुहोस् त कस्तो महान राजा। हिजो तपाईँको त्यही राजालाई यो केपी ओलीदेखि लिएर हाम्रा भनौँ न केपी ओली प्रचण्डदेखि शेरबहादुर देउबाजीहरूदेखि लिएर सबै नेताहरूले गाली नगरे उहाँको भात पनि खाएको पस्दैन थियो। तर महाराज ज्ञानेन्द्र सरकारले आजको दिनसम्म एउटा जनतालाई गाली नगरिकन बस्नु भएको छ, एउटा नेताहरूलाई एक तुच्छ वचन के पनि बोल्नु भएको छैन। आज अस्ति त्यस्तो बेलामा सुधा आउँछ तपाईँ हामी सबै मिलेर सर्वदलीय बैठक गरेर बसेर यो देशलाई चलाउँ भन्न खोजेको। राज संस्था किन चाहिन्छ भन्दाखेरि राज संस्था भनेको न काङ्ग्रेसको न एमालेको न माओवादीको न राप्रपाको न कसैको हो। राज संस्था भने सारा जनताको हो, त्यो एउटा मियो हो, समाउने मियो हो। र हाम्रो देश जस्तो भौगोलिक बनावट जुन दृष्टिले एकदमै जटिल स्थितिमा भएको देश छ, एकतिर चाइना छ, एकतिर इन्डिया छ, त्यहाँमाथि विदेशी हस्तक्षेप अमेरिकाले यहीँ खेल्न खोज्छ किनकि उनीहरूलाई सेल्टर बनाउनु छ दुईवटा देश हेर्नको लागि। यस्तो खालको जटिल परिस्थिति भएको देशमा हामीले कुनै पनि राजा भनेको एउटा साझा सबैको एउटा आस्थाको केन्द्र सम्झाउने एउटा शक्ति चाहिँ हामीले त्यसलाई बनाएर राख्नु पर्दछ। त्यही भएर यो देशमा नेपालमा राज संस्था कुनै पनि हालतमा चाहिन्छ। यदि राज संस्था नहुने हो भने अब हाम्रो देश पनि रहँदैन भन्ने कुरामा सारा नेपालीले बुझ्नुपर्छ। त्यो यो दोस्रो कुरो। तेस्रो कुरो छ भने चाहिँ हिन्दू राष्ट्र। किन हिन्दू राष्ट्र चाहिन्छ भन्दाखेरि हेर्नुहोस् विश्वमा सबैको आफ्नै देशमा आफ्नो राष्ट्र छ र हामी सनातनी धर्म मानेको जस्तै 90% ओमकारले भरिएका पृथ्वी जहाँ कि हाम्रो भूगोलै तपाईँको भगवान्हरूले बास गरेको ऋषिहरूको तपोभूमि यो देश होइन, ऋषि मुनिहरूको तपोभूमि जहाँ शिवजी जन्मिनु भएको छ, जहाँ शिवजी छ, जहाँ मुक्तिनाथ बाबा छ, जहाँ माता सीता जन्मिनु भएको छ, सुन्नुहोस् न जहाँ गौतम बुद्ध जन्मिनु भएको छ। यस्तो तपोभूमिलाई आज हामीले डलरको भरमा भन्दै त अमेरिका र ट्रम्पले भन्दै तिम्रो धर्मनिरपेक्ष गर्नको लागि र संहिता ल्याउनको लागि हामीले 1 अरब डलर खर्च गऱ्यौँ भनेर ट्रम्पले भनिदिइसक्दा पनि आज हामी नेपालीहरू यति
नालायक भएर बसिरहेका छौँ कि त्यति भन्दासम्म आजसम्म हामीले उनीहरूलाई चाहिँ नि तैँले मेरो धर्म माचिस् भनेर हामी हिन्दू राष्ट्रको अगाडि उभिन सकेको छैन। आज पनि तपाईँको भोटकै कुरा गर्नुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा हिन्दू राष्ट्रको मुद्दा बोकेर हिँडिराख्दाखेरि अझ पनि मान्छे नयाँ पार्टीहरू आएको छन्, नयाँ नयाँ नारा लिएर आएका छन्। ती धर्म बचाउनुको सट्टा बरु त्यतातिर उनीहरू डाइभर्ट भइरहेका छन्। यो विदेशीले यो हाम्रो हिन्दू राष्ट्र हुन नदिनको लागि खेलेको चलो बिचरा नेपालीहरूलाई राम्रोसँग बुझाउन सक्ने हो भने मान्नुहोस् न, मेरो घर तपाईँको घर सारा घरमा श्राद्ध हुन्छ, हाम्रो रीतिरिवाज हुन्छ, हाम्रो के हुन्छ होइन, कार्यक्रमहरू हुन्छ, ती सबै हाम्रो हिन्दू धर्मभित्र पर्छन् नि। आफ्नो जनै लाउँछौँ हामी, सारा कुरा गर्छौँ। तर आज किन हिन्दू राज्यलाई अझ पनि नेपालीले भोट दिन चाहँदैन भन्दाखेरि नेपालीहरूको दिमागमा उनीहरूले जस्तै तपाईँको जब राष्ट्रिय प्रजातन्त्र अलिकति हाइटमा आउन लाग्यो, अब यो देशमा हिन्दू राष्ट्र आउन लाग्यो है भन्ने बित्तिकै के हुन्छ भन्दाखेरि अर्को एउटा शक्तिलाई जन्माइदिन्छ होइन। अब यस्तै विदेशीहरूले चलखेलै गरेर हाम्रो देशलाई चाहिँ नि अहिले अब राष्ट्रसभाको साथीभाइहरूमा जानुभएको छ भनौँ न, उहाँहरू पनि बिचरा उहाँहरूको कुनै गल्ती छैन, उहाँहरूलाई पनि धर्मनिरपेक्षमा कोही म्यानिपुलेट गराइदिएको छ, बुझ्नु भएन। त्यही भएर यो देशलाई विश्वको एकमात्र हिन्दू राष्ट्र, विश्वभरिमा 1 अरबभन्दा बढी हिन्दूहरू छन्, तिनीहरूको आस्थाको केन्द्र नेपाललाई हिन्दू राष्ट्र मात्र बनाइदिँदाखेरि के बिग्रिन्छ होइन। जस्तो क्रिस्चियनहरूको भेटिकन सिटी छ, मक्का मदिनाहरूको चाहिँ तपाईँको चाहिँ नि उसको छ, मुस्लिमहरूको छ होइन। भने हाम्रो हिन्दू राष्ट्र नेपाल बनाउँदा के हुन्छ, विश्वमा 12वटा त बौद्धिक देशहरू छन्, बुद्ध धर्म मान्ने देशहरू छन् होइन, बुद्धिस्ट देश छन्। भनेपछि हाम्रो नेपाललाई ओमकार सहितको यो भरभरिको देशमा सनातनी हिन्दू राष्ट्र बनाउँदा कहाँ के बिग्रिन्छ। त्यति मात्र होइन, इमेजिन गर्नुहोस् त, यदि हाम्रो जेएनजी भाइहरूलाई म यहाँबाट सल्लाह दिन्छु, तपाईँहरू हाम्रो देशलाई सबैभन्दा ठुलो के चाहिन्छ त भन्दाखेरि देश बन्नलाई र देशलाई राम्रो बाटोमा लान, देशको उन्नति हुनको लागि, देश विकास हुनको लागि पहिला कुरो त तपाईँको अर्थतन्त्र राम्रो हुनु पर्ला नि त, हो कि त्यो अर्थतन्त्र राम्रो हुन के गर्नुपर्छ भन्दाखेरि अर्थतन्त्र हाम्रो हिन्दू राष्ट्र, हाम्रो सनातनी धर्म, हाम्रो बाबुबाजेको सम्पत्ति, हाम्रो देशले पाएको चिज जुन हाम्रो संसारको एकमात्र हिन्दू राष्ट्र नेपाल यिनीहरूले डलरमा बेच्यो, त्यसलाई हामीले किन फिर्ता ल्यायौँ भने हाम्रो देश यसै पनि सम्पन्न हुन्छ। विश्वभरिको 1 अरब हिन्दू राष्ट्रहरूको मान्छेहरू, हिन्दू धर्मावलम्बीहरू नेपालमा आएर तपाईँको एकचोटि नेपालमा पशुपतिनाथको दर्शन गर्छौँ, माता सीताको मन्दिरमा जाउँ होइन, बुद्धको मन्दिरमा जाउँ, मुक्तिनाथ बाबाको जाउँ, पलाञ्चोकी भगवती जाउँ होइन, पाथिभरा माता जाउँ, हेर्नुहोस् त, यी भयो भने अनि हाम्रो देशको अर्थतन्त्र कुन लेभलमा पुग्छ होइन। एक त हामीले हाम्रो धर्म संस्कृति जोगाउनको लागि र हामीले पाएको हाम्रो सम्पत्ति हो हिन्दू राष्ट्र भनेको, त्यसलाई जोगाउनको लागि पनि हामीले हिन्दुत्व राष्ट्र बनाउनै पर्छ। दोस्रो, यो हाम्रो देशको अर्थतन्त्रलाई शुद्ध यति माथि जान्छ कि हामीले हिन्दू राष्ट्र मात्र बनाउन सक्यौँ भने नेपाल तपाईँ कल्पनै गर्नु सक्नुहुन्न। त्यसैले यी भाइ बहिनीहरूलाई हामीले यसरी सम्झाउन सक्नुपर्छ। धन्यवाद।